गाइज वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी हाइकिङ हिँडेको जामा चोक। हामी चाहिँ आइसक्यौँ इन्ट्री गरेर टिकट सिकट काटेर। दाई उता अर्को दाई र म बाँदरहरू चाहिँ लास्टै हुँदैन त झन्डै टोक्दै यहाँ दाईलाई। हेर्नु न यस्तो जङ्गल छ, उकालो ठाडै उकालो छ। गाइज हामी चाहिँ अहिले सेकेन्ड स्टेसन आइपुग्यौँ। हामी पुग्नुपर्ने चाहिँ अझै ऊ माथि टपमा हो होइन हो, त्यहाँनिर अझै टन्नै बाँकी छ। यहाँबाट चाहिँ क्या दामी भ्यू देखिरहेको छ हेर्नु न। हामी चाहिँ खाजासाजा खाएर अब फेरि चढ्न लागेका। पुरै काठमाडौँ सहर देखेको छ हेर्नु न। हामी चाहिँ जामा चोक गुम्बा आइपुग्यो। उतै माथि छ गुम्बा चाहिँ होइन। बल्ल तल्ल 4.2 किलोमिटर हिँडेर बल्ल तल्ल आइपुग्यो। अब माथि गएर गुम्बाको नजारा देखाउँछौँ। फाइनली गाइज हामी चाहिँ जामा चोक आइपुग्यौँ र क्या दामी भ्यू देखाएको छ हेर्नु न यहाँबाट। यत्रो 4.2 किलोमिटर हिँडेर बल्ल तल आइपुग्यो। यही हो गुम्बा चाहिँ। गुम्बा यहाँनिर छ होइन गाइस। होइन ऊ त भाइले बोल गाइस हेर्नु नि क्या दामी भ्यू छ क्या यहाँबाट। पुरै काठमाडौँ सहर देखिरहेको छ क्या। वाउ यहाँ छ गुम्बा चाहिँ। पाप लाग्छ त सुन्नु न, पाप लाग्छ। हेर्नु नि क्या दामी भ्यू छ क्या। पुरै काठमाडौँ सहर देखिरहेको छ। हेलो गाइज हामी चाहिँ माथि गुम्बा पुगेर जामा चोक पुगेर फर्किँदै हो। इन्जोय गऱ्यो, बस्यो, गयो, खाजा खायो अनि फर्किँदै हो। भर्खर फर्केको हामी चाहिँ। नानु पिछे माथिबाट फर्किँदै गुम्बाबाट फर्किँदै गर्दाखेरि पानी परेर हेर्नु नि कस्तो दामी हुस्सो लागिरहेको छ। यहाँ फोटो खिचिरहेको छन् दाइहरू चाहिँ हेर्नु न कुकुरसँग। र म चाहिँ पछाडि छु। हेर्नु न कस्तो दामी हुस्सो लाग्यो क्या। पानी पर्ला जस्तो भइरहेछ। फर्किँदै हो हामी चाहिँ अहिले। आधी बाटो आइपुग्यौँ। अब तल गएर देखाउँछु। अहिले चाहिँ फर्केर तल आइपुगिसक्यौँ रोडमा। उतै तल अब होइन। रमाइलो भयो आजको दिन, आनन्द आयो। तर भोलि चाहिँ उठेर हिँड्न सकिँदैन, खुट्टा दुखेर यत्रो उकालो हिँड्यो है। ठाडै उकालो छ क्या। र थ्याङ्क यू फर वाचिङ दिस भिडियो। राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला। बाई बाई।